धम्पुसको बिहानको दृश्य। रातभरि एकदमै ठुलो पानी पर्यो, हावाहुरी छ। होटलको गमलाहरू पनि सब उडाइदिएको छ। यस्तो बेगको हावा चल्यो, यति डरलाग्दो। यो चाहिँ धम्पुस देउराली, धम्पुसको टिकटक डाँडा। यहाँनिर पिक्चरको पनि सुटिङ हुने गर्छ। उतातिर पोखरी गाउँहरू, पारीतिर लवाङ घलेलहरू, रिबन गाउँ थियो। तर यति बेला बादलले यो बादल ढाकिराखेको छ। अब सबै चेकआउट गर्दैछ हाम्रो बहिनीहरू, हामीहरू। ल, लक्ष्मी बहिनी, शान्ति बहिनी, हामी चेकआउट अब यहाँबाट चेकआउट गरेर घान्द्रुक जाँदैछौँ। परेन है होटलको रुमहरू, अट्याच बाथरुम सहित। हाम्रो दिदीबहिनीहरू चाहिँ उहाँ टिकटक बनाउँदैछ। तमु पेलु शङ्का अघि हिमाल आउँदा उ गरेन। उतातिर पोखरा केही देखेको छैन। हिजो त यति पनि देखेको थिएन, आज पानी परेकोले गर्दा यति उ गरे। उता मेरो नाति नि मेरो नातिनी चाहिँ अब फेरि आफ्नो बजेहरूको भिडियो गर्दैछ। ओसन चाहिँ रिसाएको छ अहिले बजैसँग है। होटलको रुमहरू चाहिँ यस्तो छ, एकदमै राम्रो। एट्याच बाथरुम सहित यस्तो टोइलेट बाथरुम चाहिँ कमोड। आज फेरि लाइन गएको भएर रातभरिको हाउरीले लाइन गएको छ। यो अहिले इन्भर्टरमा चलेको र बेडरुममा मात्रै लाइन। ल हेर्नुहोस् रुमहरू धम्पुसको। अरू होटल पनि यस्तै हो। रेखा र रिदम, आमा र छोरा। आमा भन्दा अब छोरा ठुलो भइसकेछ होइन। ल सबैलाई दिनु पर्यो नि। यता हाम्री परि, हाम्री एकदमै। यता मेरो नातिनी, यता दिदी बहिनीहरू। ल आज हामी बसेको होटल राति स्टे गरेको। यता चाहिँ हाम्रो होटल ओनर बाबु। ल बाबु गयो है। यति राम्रो होटल छ, आउनु होला। मैले आफ्नो लिङ्कमा नम्बरहरू राखिदिन्छु, हेर्नु होला, कन्ट्याक्ट गरेर आउनु होला। ल अब हामी घान्द्रुकको लागि बस पार्कनिर जाँदैछौँ।
क्यामेरा खोलेर उ त्यो नानीलाई भन त मैले भिडियो गर्दैछु क्या Thank you. चलो पदम बेडको फुल हो यो ल हेर त्यही हो एकछिन भिडियो गर्नु यो सबै होमस्टेहरू धम्पुसको हेर्नुहोस् मिना ओ मिना म गर्छु यही त हो यही नै हो नि त भ्रमणको अर्थै यही हो गान्द्रुकको एकदम राम्रो दृश्यहरू देखिरहेछ धम्पुसको हाम्रो शान्ति बहिनी र म चाहिँ दुवैजनाको आफ्नो भिडियो गर्दैछ दुई दाजु बहिनी खुट्टा नि खन्छङ खर्च गर्दै हिँडेछ सब छोडेर गयो शान्ति बहिनी लौ जा हाम्री चाहिँ फेरि एक्साइटेड भएर यो होटलहरू त्यो चाहिँ यहाँको धम्पुसको चौकी हो यो पारी चाहिँ ल्वाङ गाउँ क्यामेराले चाहिँ अलि नदेखेको हुनसक्छ हो तल खोराको मुख मर्निङ हामी चाहिँ बिदा लिएर आइसक्यो जानु लागेको माथि कसको जानु जानु उहाँ ल होटल धौलागिरी पुरा यहाँ आज होटलहरू पेक छ धम्पुसको पुरा हामी नि भर्खरै चेकआउट गरेर आएको होइन कन्ट्याक्ट गर्छ मसँग माथि टुप्पामा चढेपछि बल्ल टुप्पामा चढेपछि आउनु भयो के को हजुर त्यस्तो हुन्छ त्यही त भन्यो नि त हामी त झोला दियौ तलाई राखिदियो ल्याइन केही छैन ल सबभन्दा माथिबाट चाहिँ भ्यू टावरबाट यस्तो देखिन्छ यतातिर पोखरा आज कुहिरो लागेको भएर देख्नु सकेन यो चाहिँ नौडाँडा यता पाउँदर अब पाउँदरदेखि उतापट्टि चाहिँ भदौरी देउराली वा माथि पञ्चासे डाँडा माथिको डाँडा यता चाहिँ हाम्रो भाइहरू सोल्टीहरू ल तमुपेलु सङ्घको के अरे आमा समिति सदस्यहरू धेरै जसो आउनै खोजेन सकेन आउनु सकेको भनेको यतिजना ल त्यो त लिइ त सक्यो नि हाम्रो पुरन भाइ पनि क्यामेरामा व्यस्त छ यो तल फेवाताल अब उसले ढाकिएछ अहिले हुसुले यता कास्की कोट डाँडा
उता चाहिँ अर्मला डाँडाहरू पनि देखिएको छ, काउँ डाँडा छेकिएको छ। यता चाहिँ घलेलहरू पनि ल्वाङ अलिअलि हल्का देखिएको छ। यता राति हामी बसेको माथि सेतो जुन देखिएको छ, राति हामीले त्यहीँ स्टे गरेको हो। अहिले त्यहाँबाट फर्केर ढलरी होटलमा हामीले नास्ता खायौँ। अब घान्द्रुक जानलाई टावरमा। अब बजै नातिनी चाहिँ एकदमै एक्साइटेड छ, बढी एक्साइटेड चाहिँ बजै नातिनी छ है यहाँ। ल अब यो जोमसोङको लागि फ्लाइट जाँदैछ। अहिले मौसम खुलेर बिहानै जानुपर्ने फ्लाइट हो अहिले बल्ल। ल नमस्ते। धम्पुसको भ्यू टावर हेर्न आएको। नमस्ते। हालत खराब भयो, भेरी गुड। ए धम्पुस भ्यू टावर एकदम वनभित्र। यहाँ चाहिँ पोखरी देवीस्थान। धम्पुसको टावर भ्यू। गाडी त अघि नै आएको, मैले भनिसकेको छु। हो त नि, मैले अघि नै भने, ड्राइभरसँग मेरो कुरा भइसकेको छ। कान्छा तर बाबु मैले गरेको गाडी कुरा आफूहरूको थाहै छैन मेरो कुरा गरेको। नानी नो 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 सानो यता यता हेर। आहा ल ल शान्ति बहिनी यहाँ छ, लक्ष्मी बहिनी यता थाके रे हो। ल खच्चरहरू अलि यता हो, यता यसरी चाहिँ ढुवानी गर्छ खच्चरले। यिनीहरूले बाटो छोड्दैन। मेरो नातिनीलाई आज गजबले हिँडाइ गराइदियो। मामाको घर आएको लास्टै भयो। ऊ हेर उहाँ बुढी आमा त हिँडेछ। सुरुमा म 35 वर्ष अगाडि आउँदा मैले नि त्यही भनेको थिएँ कि अब म आउँदैन। ऊ त्यहाँ त अझ पुगेर नि फोटो खिच्न लागिसकेछ। यो पानी घट्ट घान्द्रुक भोर्ग्युको भित्र चाहिँ पहिले चाबी लगाइराखेको रहेछ। म त्यो घुम्दै गरेको देखाउँथेँ। त्यो पानी यसमा कोदो मकै गहुँ जौहरू पिस्ने गर्छ, यसलाई भुर्ग्यौँ भन्छ। यतातिर चाहिँ पावर हाउसहरू छ, होटलहरू छ हाम्रो काजी सोल्टी। यतै घाट हो, माथि पञ्चेको लामो समय पश्चात म आज आफ्नो जन्मथलो घान्द्रुक आइपुगेको छु र यति बेला म गुरुङ कटेजको प्राङ्गणबाट यसो भिडियो क्लिक गरिरहेको छु। यो गुरुङ कटेजको अनर मेरै छोरा किशोर गुरुङ। हामी तमुपिलो छौँ भइरहेको।
ल यो चाहिँ छोरा बुहारीले हामीले यो कोठामा सुताएको छ। दुईटा बेडरुम, यता एट्याच बाथरुम। यहाँ अब हामी बजे नातिनी बाजे म यही कोठामा। यता टेबल। तपाईँहरू पनि आउनु होला गुरुङ कटेज घान्द्रुकमा। त्यो उसको हो क्या के अरे पावर ब्याङ्कको यहीँ छ मसँग। ल हाम्रो तमु पेलोसँग भइरहेका सदस्यहरू रेखा नानी है टिकटक बनाउँदैछन्। एक गुरुङ कटेजको प्राङ्गणबाट मैले होइन अहिले त त्यतिकै गरेको नि त। ल हेर अब मैले भिडियो गर्दै थिएँ, बुहारीले चाहिँ बेलुका गर्नु भन्यो। बुहारी रत्न गरब्जा तमुस्यो। यता चाहिँ बार्बिक्यूको तयारी गर्दै मेरो छोरा किसम युजमा। यो गुरुङ कटेजको अनर। ल अब यसरी आज धेरै दिनपछि यतिको हिमाल देखिएको छ। हिजो अस्तिसम्म तुवालो लागेर केही देखिएको थिएन। होइन अहिले त माथि पनि होटलहरू हो। यो डाइनिङ, यता चाहिँ किचन। ए नानीहरूले चाहिँ यहाँ के गर्दैछ। ए हाम्रो चितवनको नानी हो। ए मिना बहिनी तयार हुँदै। किचन यो छ, आउनु होला तपाईँहरू। पछाडि फर्की त किन यस्तो गर्नु पर्छ। हजुर के म हेमा मालिनी देखेर डरो दियो नि हो। तिमीहरू 4 जना भित्र निस्कने 4 जना ढोका खोलेर भित्र पनि निस्किनु पर्यो।
ग्यासमा उ गरिदिन्छु है ल ल मन्दी आयो है ल ल मिना दिदी देखिन्न नि हुन्छ होला भन्ने चाहिँ काइन्ड कुनै बेला केही न केही त हुन्छ होला भनेर फेरि भित्र मनमा चाहिँ मैले लालच गरेकै थिएँ यथार्थ कुरा गर्नुपर्दा त्यो हो क्या तर अहिले नै यसरी चाहिँ गरिदिनुहुन्छ भने मलाई चिन्ता थिएन अलिकति मात्रै के अहिले त कृषि भएको छ नि त त्यो त लेभल गर्नु लाग्लै कर्पट गर्नु यस्तो गर्दा यस्तै गर्नु भएको छ अनि आउनुहोस् त जाऊ ठिक छ भने तपाईँको हामी तपाईँ जानु सक्नु भाइले लिएर जान्छ भाइ अहमदले यो गुराँस है रेखा हेर छेउमा नजान बच्चाहरू दौडिन्छ कि यिनीहरू हिँड्नु पनि हुन्छ नि फेरि दौडिहाल्छ कान्छामा र मेरो जग्गा यो बिचमा यो बाटो छ नि अहिले त देखिँदैन दुईटोको जग्गा थियो दुईटोको जग्गा थियो यहाँ भाउजूहरूको थियो भाउजूहरूले नि छोडिदियो पुरा खेती यिनीहरूले काले ए गुमे आइज ल के हो खेल आइज त आइज यता आइज यता आउँदैन